सैलुङ गाउँपालिका 3 देउली बाखुर चोकमा फ्याफुल्लाभित्र यसरी गौँथली चराहरूले गुड लाएर यसरी बच्चा हुर्काएको छ। अब यो बच्चा चाहिँ अब उठ्ने बेला भइसकेको छ। यिनीहरूको चाहिँ नि उठ्ने बेला भइसकेको छ। यसरी बाआमाले चाहर लिएर खुवाउँदैछ। ल हेर्नुहोस्, अब भरे भोलितिर लाँदैछ। अब यसपालि गइसकेपछि आगो मात्रै आउँछ यो गौँथली चराहरू चाहिँ। यो बच्चाहरू लगेर उसले कहाँ लगेर कसले बुझाउँछ थाहा हुँदैन। यो सबै लगेर कसले बुझाउँछ कहाँ रहेछ थाहा छैन। आगो फेरि यसको बाबा मात्रै आउँछ, फेरि पनि गुड लगाएर यसरी बच्चा हुर्काउँछ। यहाँबाट हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ। यसरी मैले मृगको सिङ सोको लागिरहेको थियो, त्यो माथि उसले गुड यसरी बनाएर बच्चा हुर्काउँछ। वर्षौनी अहिले योले वर्षैपछि बच्चा हुर्काएको चाहिँ मेरो यो होटलमा 12 वर्ष भइसक्यो। हेर्नुहोस्, अब जुनसुकै वर्ष पनि वर्षपछि मैले रेकर्ड गरेर यसरी सबै गाईहरूलाई हेर्न लागि छोडेको छु। अनि त्यसको अलावा यता पनि फेरि गुड लगाइरहेको छ उसैले। यसमा पनि अब अर्कोचोटि नै उसले बच्चा फेरि काटेर हुर्काएर लाने होला। तपाईँ देख्न सक्नुहुन्छ गाई जो। ल हेर्नुहोस्, अब यसरी चाहिँ नि बन्दोबस्तले चाहिँ नि ऊ खानको लागि बसिरहेको छ। अब बाबामा ल्याउने बित्तिकै खान्छ उसले, खाना चाहेर अनि आनन्दले बसेको छ। ल हेर्नुहोस्, गुडमा उसको गुड यो हो। उसको बाबाआमाले लिएर आएको हुन्छ गाई जो, तपाईँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, आनन्दले बसिरहेको हुन्छ गाई जो। ल हेर्नुहोस्, यो होटल फ्याफुल्लाभित्रको यसरी म्युजियम पनि तपाईँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यो होटल फ्याफुल्लाभित्रको डाइनिङ हल हो, कस्टमर बस्ने ठाउँ। म्युजियम पनि यसरी हेर्न सक्नुहुन्छ तपाईँले। एकचोटि सैलुङ घुम्न आउने बेलामा तपाईँहरूले बस्नै पर्ने, अवलोकन गर्नै पर्ने होटल फ्याफुल्लामा। ल हेर्नुहोस्, गाई जो तपाईँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ हामीहरूले चाहिँ भित्र गएर सजावट पनि गरेको छ। ल हेर्नुहोस्, यो साइड किचनभित्र गाई जो। यो भित्री भाग हो। यो भित्री भागको चाहिँ यसरी हामीले यो भित्री भागमा बसेर खाने ठाउँ हो। यो ठाउँमा बाहिर गाउँघर अवलोकन गर्न सक्नुहुन्छ। होटल फ्याफुल्ला, सैलुङ गाउँपालिका 3 देउली बाख्रो चोक गाई जो।